ल साथीहरू, अब आज चाहिँ यो जुन अब म यो अगाडि भन्ने हो त्यो भागमा चाहिँ म सबै देवी देवताहरूलाई एक एक गरेर नाम भन्छु। कति लामो भन्या होला भनेर नभनिदिनु होला। 1 भाग 2 भाग 3 भाग जति भए पनि मन लाएर सुनिदिनु होला। किनभने यसमा अब यो सभा देवताहरूको सभा हुन्छ, ठुलो सभा हुन्छ। त्यो सभामा अब सबै देवी देवताहरू आए, तर हलराय देवता किन आएनन् भन्ने कुरो आउँछ त्यसमा। हलराय बिना त सभा नै सुहाएको छैन। बिना न हलराय क्यासबा सोपाली भनिन्छ। त्यही भएर म सबै देवी देवताहरूलाई निम्त्याउँछु। सबैले अनि पो धेरै हुन्छ, अनि सभा हुन्छ। जस्तै अब हामी मनुष्यहरूले साधारण सभा भन्छौँ, प्रतिनिधि सभा भन्छौँ, प्रदेश सभा भन्छौँ, कार्यकारी सभा भन्छौँ। त्यस्तै देवी देवताहरूले पनि सभा गर्छन्। त्यस्तै पितृहरूले पनि स्वर्गलोकमा उनीहरूको पनि सभा हुन्छ। अब छोराछोरीको बिहा गर्दाखेरि त्यहाँ अब यज्ञमा बस्या बेला पितृहरूको श्राद्ध गरिन्छ। त्यो बेला सगुनमा भनिन्छ, दिएडीको झालो स्वर्गलोक झालो झान दिएडी पितर नियुति ल्याउन भन्दाखेरि त्यो जाने उड्ने जो धुवाँ हुन्छ त्यही धुवाँले के भन्छन्, आधा स्वर्ग शङ्को घण्ट आधा स्वर्ग शङ्कासुर बीच स्वर्ग पितर उनकी सभा भन्छन्। त्यो पितृहरूले पनि सभा गरिराखेका हुन्छन्। अब जसका छोरा नाति पोताले यो मनुष्य लोकमा राम्रो दान धर्म गरेका छ, कसैको कन्यादान गरिदिया छ, समाजको भलो गरेका छ, टोलको भलो गरेका छ, त्यहाँ आवा पुग्छ रे। तेरा नाति पोताहरूले यस्तो राम्रो काम गर्यो भनेर आवा पुग्छ रे। त्यस्तै अब नराम्रो काम गर्ने छोरा नाति पोताहरूले पनि त्यो नराम्रो आवा पनि पुग्छ भन्छन्। त्यो भएर अब म यहाँ एक एक गरेर भन्छु। यो पुरै धेरै लामो 2 3 4 भाग भए पनि राम्ररी सुनिदिनु होला। अब कसैले के भनेका छन् मलाई, धेरै लामोमा भनिराख्न, किन छोटो भनेर बन्द गरिहाल्छिस् भनेर। यसमा 3 मिनटभन्दा बढी भन्नु पाइँदैन। फेरि धेरै लामो पनि राम्रो हुँदैन, सुन्नेले पनि मन लाएर सुनिदिँदैन, कति सुन्ने कति भन्ने हुन्छ। त्यही भएर अब यो प्रोफाइल खोल्नु लाउनु आफूलाई नआए पनि अब सबैलाई यो आउनेहरूलाई भने होइन मैले, जसलाई खोल्नु आउँदैन त्यसलाई प्रोफाइल खोल्नु लाउनु। बाबु नानी हुन्छन् त्यहाँ यताउति। मेरो माया भट्ट 96 आइडी नम्बर हो टिकटकको।